Welcome to grade 8, 9 and 10 students. Today we are going to study the very basic information for science subject and I think this will be beneficial to you. So let's start our class and the topic is force and motion, but this is very basic information for you. Okay. So let's start from fundamental quantities. Okay. Fundamental quantities. Fundamental quantities. Altogether, there are 7 fundamental quantities, but here now only we are going to study about 3 fundamental quantities. They are mass, time, length. Okay, we have to be clear on these 3 fundamental quantities first of all. Okay. Let's start from fundamental quantities. Fundamental quantities units. Okay, the first one is mass, which is denoted by m. The unit of mass is kilogram, which is denoted by kg. Okay, which is denoted by kg. Memorize गर्ने अब हामीले यसलाई आइडिया छ, त्यो आइडियाबाट मेमोराइज गर्ने ट्राई गरौँ. तपाईहरु सबै पसलमा मासु किन्न जानु भएको छ? पसलमा मासु किन्न जाँदा तपाईहरुले के भन्नुहुन्छ? 1 केजी मासु दिनुहोस् भन्नुहुन्छ हो? हो. मासु केजी. मासु भनेको चाहिँ के हो त? मास नै हो. मासु मास केजी. अब तपाईहरुलाई कन्फ्युजन हुन्छ त? एस युनिट अफ मास कुनै हालतमा पनि कन्फ्युजन हुनु भएन. मास मासु केजी अथवा मासु मास केजी क्लियर हुनु पर्यो. अब जुनसुकै जसले सोधे पनि जस्तो अवस्थामा सोधे पनि तपाईहरुले क्लियरली अट एस युनिट अफ मास भनेर कसरी सोध्यो भने तपाईहरुले केजी अथवा किलोग्राम भन्न सक्ने हुनु पर्यो. फर्स्टमा क्लियर छ? फर्स्ट फंडामेंटल यूनिट क्लियर. Fundamental unit, fundamental quantity. This is fundamental quantity and this is fundamental unit. Okay, so you have to be clear on this. Let's go to the second one. Time t. Time t. Time कैसा यूनिट क्या था? Second. Second, which is denoted by yes. Time कैसा यूनिट के? Second, which is denoted by yes. Okay. अब तपाईलाई यसको लागि मेमोराइज गर्नको लागि के गर्नु पर्यो त भन्दा टाइम सेकेन्ड टाइम सेकेन्ड टाइम सेकेन्ड टाइम सेकेन्ड टाइम सेकेन्ड गर्नु पर्यो. त्यस्तो गर्दा के हुन्छ? तपाईले टाइम भनेबित्तिकै सेकेन्ड सँगसँगै आउने चीज हो भनेर बुझ्नु पर्यो कि टाइम भनेबित्तिकै सेकेन्ड सँगसँगै. त्यो भइसकेपछि तपाईले टाइम का युनिट सेकेन्ड हो भनेर पनि कन्फ्युजन हुँदैन. ओके. नेक्स्ट, लेट्स गो टु द नेक्स्ट वान. लेन्थ, व्हिच इज डिनोटेड बाइ या. लेन्थ जसलाई चाहिँ के गर्छ? याले डिनोट गर्छ. लेन्थमा चाहिँ के पर्छ त भन्दा ब्रेथ, बी, हाइट which is denoted by s, distance which is denoted by s, displacement which is also denoted by s. अब के हो त यी पाँचवटा कुराको चाहिँ यसै एउटै हो. त्यो के हो? त्यो के हो? मिटर हो. त्यो के हो? मिटर याम. त्यो के हो? मिटर याम हो. यो पाँचवटा कुराको यसै युनिट के हो त? एउटै हो. ओके, मिटर हो. यो पाँचवटा कुराको यसै युनिट मिटर हो. अब तपाईहरुले यसको लागि मेमोराइज गर्ने कसरी त भन्दा पाँचवटा चीजको यसै युनिट मिटर हो. त्यसरी बुझ्नु पर्यो. पाँचवटा के हो? लेन्थ, ब्रेथ, हाइट, डिस्टेन्स, डिस्प्लेसमेन्ट. क्लियर. पाँचवटा चीजको यसै युनिट के? मिटर, व्हिच इज डिनोटेड बाइ m, स्मल m. ओके. अब छ यहाँ दुईटा चीज आयो. अब तपाईहरुले मास भनेको चाहिँ के हो त? मास भनेको चाहिँ के हो त? म्याटर कन्टेन इन अ बडी. मास भनेको म्याटर कन्टेन इन अ बडी हो. क्लियर हुनु पर्यो. टाइम भनेको हामीलाई थाहा नै छ र लेन्थ, ब्रेथ, हाइट, डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट. अब लेन्थलाई बुझ्नको लागि यो डस्टरलाई हेर्नुस्. यो डस्टरको यो यहाँदेखि यहाँसम्मको दूरी भनेको चाहिँ के हो त? लेन्थ हो. र यहाँदेखि यहाँसम्मको ब्रेथ हो र यहाँदेखि यहाँसम्मकोलाई के भन्छ? हाइट भन्छ. अब लेन्थ, ब्रेथ र हाइटमा त कन्फ्युजन छैन. यसबाट पनि तपाईहरु क्लियर हुनुभयो. अब हामीलाई डिस्टेन्स र डिस्प्लेसमेन्ट बुझ्नु पर्यो हो. डिस्टेन्स एज displacement also denoted by s and
यूनिट्स ओके डिस्टेंस भनेको टोटल लेन्थ कभर्ड बाइ अ बडी हो डिस्टेंस भनेको टोटल लेन्थ कभर्ड बाइ अ बडी बडी डिस्टेंस हो अब अर्को कुरा डिस्टेंसलाई बुझ्नको लागि के पनि हो त डिस्टेंस भनेको चाहिँ स्केलर क्वान्टिटी हो डिस्टेंस भनेको स्केलर क्वान्टिटी हो र यसलाई बुझ्नको लागि पोइन्ट ए छ र पोइन्ट बी छ कुनै पनि बडीले पोइन्ट ए बाट बी सम्म पार गरेको लेन्थ नै के हो त डिस्टेंस हो यो ए देखि बी सम्मको त्यो लेन्थलाई के भन्छ डिस्टेंस भन्छ र हामीले अब डिस्प्लेसमेन्टलाई बुझौं शॉर्टेस्ट डिस्टेंस covered by a body भनेको चाहिँ के हो त डिस्प्लेसमेन्ट हो र यो चाहिँ के हो त भेक्टर क्वान्टिटी हो अब यसलाई बुझ्नको लागि पनि पोइन्ट ए लियौं र पोइन्ट बी लियौं यो शॉर्टेस्ट डिस्टेंस नै के हो त डिस्प्लेसमेन्ट हो अब क्लियर हुन्छ यो फिगरबाट पनि हामी क्लियर हुन सक्छौं कि डिस्टेंस के हो र डिस्प्लेसमेन्ट के हो भनेर क्लियर छ ओके अब हामी जान्छौं डिराइभ्ड क्वान्टिटिजमा डिराइभ्ड क्वान्टिटिज र डिराइभ्ड युनिटमा ओके अब फन्डामेन्टल क्वान्टिटिज एन्ड फन्डामेन्टल युनिट्सहरु भए अब हामी जान्छौं डिराइभ्ड क्वान्टिटिज एन्ड डिराइभ्ड युनिट ओके quantities formula unit okay फर्स्टमा छ स्पीड फर्स्टमा छ स्पीडलाई बिलो डिनोट गर्छ ओके फर्मुला अफ स्पीड के हो त v इज इक्वल टु डिस्टेंस एस अपन टाइम t ओके ल फर्मुला जानिसकेपछि अब फर्मुला चाहिँ तपाईहरुले जान्नु पर्यो स्पीडको फर्मुला डिस्टेंस अपन टाइम हो डिस्टेंस भनेको चीज यहाँ छ यो अपन यो क्लियरली बुझ्नु पर्यो डिस्टेंस अपन टाइम हो ओके अब फर्मुला जानिसकेपछि हामीले युनिट चाहिँ सजिलै तरिकाले जान्न सकिन्छ फर्मुलाबाट नै जान्न सकिन्छ त्यही भएर ध्यान दिनुस् के त भन्दा डिस्टेंसको युनिट के मिटर र टाइमको युनिट के सेकेन्ड सो डिस्टेंस अपन टाइम छ भनिसकेपछि युनिट चाहिँ के हुन्छ त भन्दा मिटर पर सेकेन्ड ओके डिस्टेंसको मिटर अपन भनेको पर र टाइम भनेको सेकेन्ड अब कन्फ्युजन छ त छैन नि क्लियर स्पीड के त मिटर पर सेकेन्ड नम्बर 2 मा भेलोसिटीलाई पनि v ले डिनोट गर्छ ओके अब भेलोसिटीको फर्मुला चाहिँ के त भन्दा v इज इक्वल टु डिस्प्लेसमेन्ट एस अपन टाइम अब तपाईहरुले भेलोसिटीको एसआइले तपाईहरुले आफै भन्न सक्नुहुन्छ डिस्प्लेसमेन्ट मिटर टाइम सेकेन्ड के हुने भयो त मिटर पर सेकेन्ड भयो सजिलो छ ओके अब हामीले भेलोसिटी टर्म आइसकेपछि भेलोसिटीमा बुझ्नु पर्ने कुरा छ ओके भेलोसिटी टर्म आइसकेपछि इनिशियल भेलोसिटी लाई चाहिँ u ले डिनोट गर्छ र फाइनल भेलोसिटी v स्मल v ले डिनोट गर्छ इनिशियल भेलोसिटी स्मल u र फाइनल भेलोसिटी स्मल v ले डिनोट गर्छ यो कुरा पनि क्लियर हुनु पर्यो अब हामीले इनिशियल भेलोसिटी र फाइनल भेलोसिटीलाई चाहिँ बुझ्ने प्रयास गरौँ ओके इनिशियल भेलोसिटी भनेको चाहिँ के हो त स्टार्टिङको भेलोसिटीलाई इनिशियल भेलोसिटी भन्छ स्टार्टिङको भेलोसिटी के हो इनिशियल भेलोसिटी र इन पोइन्टको भेलोसिटी के हो फाइनल भेलोसिटी कुनै पनि बडी हिँड्न सुरु गर्यो भन्ने कन्डिसनको हिँड्दाखेरि कति छ त्यसको भेलोसिटी त्यसको इनिशियल भेलोसिटी त्यही नै हो र इन पोइन्टमा पुग्यो भने जस्तै अघि हामीले यो पोइन्ट हेर्दाखेरि बी पोइन्टमा पुग्दाखेरि त्यसको भेलोसिटी कति छ त्यो नै त्यसको फाइनल भेलोसिटी
ए पोइन्टको भेलोसिटी इनिशियल भेलोसिटी र बी पोइन्टको भेलोसिटी फाइनल भेलोसिटी त्यसरी बुझ्नु पर्यो र इनिशियल भेलोसिटी र फाइनल भेलोसिटीलाई एज इक्जाम पोइन्ट अफ भ्यूबाट एकदम सजिलो तरिकाले बुझौँ इक्जाममा तपाईँहरूलाई क्लास 8 मा पनि 9 मा पनि र 10 मा पनि जब यो एसिलेसनको बेलामा हामीले इनिशियल भेलोसिटी र फाइनल भेलोसिटी फाइन्ड आउट गर्नुपर्ने हुन्छ क्वेसनमा दिएको हुन्छ कुन इनिशियल भेलोसिटी हो कुन फाइनल भेलोसिटी भनेर फाइन्ड आउट गर्नुपर्ने हुन्छ त्यस्तो कन्डिसनमा एक दुईवटा केसहरू छ त्योबाट हामीले इनिशियल भेलोसिटी 0 हुने केस र फाइनल भेलोसिटी 0 हुने केस छ यो दुईटा केसबाट हामी क्लियर गर्न सकिन्छ ओके द फर्स्ट केस फर इनिशियल भेलोसिटी केस फर्स्ट if a body start from rest यस्तो कन्डिसनमा के हुन्छ त इनिशियल भेलोसिटी इज इक्वल टु 0 हुन्छ इफ अ बडी स्टार्ट फ्रम रेस्ट यदि बडी रोकिरहेको छ र हिँड्न सुरु गर्यो भनेर गिभन क्वेसनमा दिएको केसमा त्यति बेला तपाईहरु आँखा चिम्लेर u इनिशियल भेलोसिटी u इज इक्वल टु 0 लेख्न सक्नुहुन्छ ओके त अर्को केस छ केस सेकेन्ड if a body draws from certain height यो केसमा पनि 0 हुन्छ if a body drop from certain height बाट बडीलाई ड्रप गरियो भने त्यस्तो कन्डिसनमा पनि के हुन्छ इनिशियल भेलोसिटी 0 हुन्छ सपोज मैले यो मार्करलाई यसरी छोडे भने यो कन्डिसनमा हुँदाखेरि रेस्टमा छ रोकिरहेको छ त्यो अवस्थामा इनिशियल भेलोसिटी के हुन्छ 0 हुन्छ okay clear okay let's go to the final velocity v small v okay case first if a body comes to rest यस्तो कन्डिसनमा v small v is equal to 0 यदि कुनै पनि बडी हिँड्न सुरु गर्यो र रोकिन पुग्यो भनेर गिभनमा दिएको छ भने क्वेशनमा दिएको छ भने त्यतिबेला फाइनल भेलोसिटी v is equal to 0 लेख्नु पर्यो ओके क्लियर अब हामीले यति कुरा बुझिसकेपछि हामीले एसिलेसन भन्ने चीज बुझ्न सकिन्छ ओके अब एसिलेसन यति कुरा बुझिसकेपछि एसिलेसन भन्ने चीज बुझ्न सकिन्छ 3 मा ACCELERADION एसिलेसन ए फर्मुला के त a is equal to b minus u upon t ओके b भनेको के फाइनल भेलोसिटी u भनेको के इनिशियल भेलोसिटी ओके v भनेको के फाइनल भेलोसिटी u भनेको इनिशियल भेलोसिटी र t भनेको टाइम ओके अब हामीले यसको एसआई युनिट पनि क्लियरली बुझ्नु पर्ने हुन्छ v - u upon t जब v भनेको पनि भेलोसिटी हो u भनेको पनि भेलोसिटी हो हामीले भेलोसिटीबाट भेलोसिटीलाई सबट्र्याक्ट गर्दा के आउँछ माथि भेलोसिटी नै आउँछ भनिसकेपछि माथिपट्टि भेलोसिटीको युनिट के हो त मिटर पर सेकेन्ड हो माथि रहेछ मिटर पर सेकेन्ड हो र तलपट्टि के छ टाइम छ टाइमको एसआई युनिट के त सेकेन्ड हो क्लियर बुझिसक्नु भएको छ अब हामीले टाइम सेकेन्ड गर्दा के हुन्छ सेकेन्ड स्क्वायर एस टाइम एस गर्दा के हुन्छ एस स्क्वायर ओके सो यसका एसआई युनिट चाहिँ के हुन्छ मिटर पर सेकेन्ड स्क्वायर हुन्छ ओके मिटर पर सेकेन्ड स्क्वायर एसआई युनिट अफ एसिलेसन इज मिटर पर सेकेन्ड स्क्वायर अब क्लियरली बुझ्नु पर्यो के क्लियरली बुझ्नु पर्यो त भन्दा विद्यार्थीहरूले के मिस्टेक गर्नुहुन्छ त भन्दा एसआई युनिट अफ एसिलेसन मिटर पर सेकेन्ड मात्र लेख्नुहुन्छ कति विद्यार्थीहरूले त्यसमा मिस्टेक गर्नु भएन अब चाहिँ कसरी त भन्दा यसरी कसरी यसरी ओके ठीक छ अब हामी अर्को पोइन्टमा जान्छौँ टपिक फोर्स हामीले यति धेरै कुरा इन्फर्मेसनहरु लिइसकेपछि मात्रै हामीले टपिक फोर्सलाई क्लियरली बुझ्न सकिन्छ ओके अब फोर्स which is denoted by F formula is m into a is okay formula of force is m times a अब m भनेको चाहिँ के हो त मास हो a भनेको के हो एक्सेलरेसन हो ओके अब फोर्स लाई अलिकति बुझौँ फोर्स भनेको के हो पुश अर पुल व्हिच कज भेलोसिटी हो पुश र पुल हुँदा भेलोसिटी गेन गर्छ कुनै पनि बडीले भने त्यस्तो कन्डिसनमा हामीले त्यो पुश अर पुललाई हामीले फोर्स भन्न सकिन्छ ओके अब क्लियरली बुझौँ फोर्स जहाँ मास छ अथवा एक्सेलरेसन छ त्यस्तो कन्डिसनमा मात्रै हामीले त्यो कन्डिसनको पुश अर पुललाई फोर्स भन्न सकिन्छ क्लियर ओके अब एसआई युनिट बुझौँ मासको एसआई युनिट के केजी एक्सेलरेसनको एसआई युनिट के मिटर पर सेकेन्ड स्क्वायर हो
केजी मिटर पर सेकेन्ड स्क्वायरलाई हामीले न्युटन भन्छौँ। एज अ होलमा न्युटन भन्छौँ। त्यसको सिम्बोल चाहिँ के हो त? क्यापिटल एन हो। ओके, यति कुराहरू हामीले आजको क्लासमा पढ्यौँ। अब यसमा केही कन्फ्युजन छ त? छैन। ओके, क्लियरली यस्ता कुराहरू बेसिक इन्फर्मेसनहरू लिएर तपाईँहरूले बुझ्नुभयो भने अब हामीले नेक्स्ट टपिक पढ्दाखेरि हामीलाई सहज हुन्छ। क्लास 10 को साइन्टिफिक स्टडी फर्स्ट च्याप्टरमा, क्लास 9 को फोर्स एन्ड मोसनमा, क्लास 8 को फोर्स एन्ड मोसनको लागि एकदम इम्पोर्टेन्ट इन्फर्मेसनहरू छ। सो यति कुरा जानिसकेपछि मात्रै हामीले नेक्स्ट टपिकमा जान सक्छौँ। दिस इज भेरी बेसिक इन्फर्मेसन फर साइन्स सब्जेक्ट। Science, being a science student, you have to know this information. Okay, so this much for today. Thank you.